सर्वप्रथम परमेश्वरलाई धन्यवाद अनि सम्पूर्ण जय मसीह। आज फेरि पनि तपाईँहरूको माझमा एउटा बाइबलको खण्ड लिएर आएको छु। यूहन्ना 3:16 यस्तो लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो जन्माइएको एकमात्र पुत्रलाई दिनुभयो, ताकि उहाँमाथि जसले विश्वास गर्छ उसले अनन्त जीवन पाउँछ भनेर चाहिँ भन्नुभएको छ। त्यसैले परमेश्वरले चाहिँ संसारले यस्तो प्रेम गर्नुभएको छ कि त्यो उहाँले आफ्नो पुत्रलाई दिनुभयो, उहाँले चाहिँ आफ्नो पुत्रलाई चाहिँ बलिदान गराउनुभयो। साँच्चै नै हामीले बुझ्नुपर्छ कि परमेश्वरले एकदमै दयालु हुनुहुन्छ, परमेश्वरले हामीलाई असल गरी माया गर्नुहुन्छ भन्ने चाहिँ हामी बुझ्नु पर्दछ। यदि हामी यीशु ख्रीष्टमा हामी विश्वास गरेनौँ भने कहिले पनि हामी अनन्त जीवन पाउन सक्दैनौँ र उहाँको राज्यमा चाहिँ हामी प्रवेश गर्न सक्दैनौँ। त्यसैले तपाईँहरू चाहिँ यीशु ख्रीष्टमा विश्वास गर्नु अति नै आवश्यक।